र आज हामीसँग हुनुहुन्छ यसै संस्थाका प्रमुख व्यक्तित्व उहाँ चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ र उहाँ चाहिँ अम्बर तुम्बापु सुब्बा र हामी उहाँ एकजना राम्रो खेलाडी पनि हो र उहाँको थोरै विचार पनि हामी लिन्छौँ है त र उहाँ के भन्नुहुन्छ है भाइ यो कार्यक्रममा आज फर्स्ट बाबा ब्याडमिन्टन टुर्नामेन्ट एक्रोनमा हुँदै गर्दाखेरि तपाईँ एउटा प्रेसिडेन्ट होइन हजुर र एउटा खेलाडी र यसमा चाहिँ गत वर्षको र यसमा के फरक छ र तपाईँले कस्तो तयारी गर्नुभयो र कतिको खुसी हुनुहुन्छ होइन यसमा कति कठिनाइहरू कति छ च्यालेन्जेसहरू आज तपाईँले आफ्नो एउटा कार्यक्रम गर्दै गर्दा होइन एउटा प्रेसिडेन्ट भएर अब तपाईँ के भन्नुहुन्छ एज अ होलमा तपाईँ यो चाहिँ फर्स्ट बाबा टुर्नामेन्ट हो होइन हामीले बाबा चाहिँ अफिसियली एउटा एसोसिएसन दर्ता भइसकेपछिको फर्स्ट टुर्नामेन्ट हो तर हामीले यसरी नै एभ्री इयर हामीले 2023 हो सायद हामीले कोलम्बसमा नक्षत्र फाउन्डेसनले स्पोन्सर गरेको थियो हामीले त्यति बेला पनि हामीले फर्स्ट र सेकेन्ड नक्षत्र फाउन्डेसन ब्याडमिन्टन टुर्नामेन्ट राखेको थियौँ त्यो पनि बाबा अन्तर्गतै थियो तर यो चाहिँ फर्स्ट अफिसियली इस्टाब्लिस गरिसकेपछि यो होइन एउटा ब्याडमिन्टन एसोसिएसन इस्टाब्लिस गरिसकेपछि फर्स्ट टुर्नामेन्ट हो र एक्रोनमा गर्न पाइयो कोर हामीले एक्रोन ऱ्याकेट्सले नै यसरी नै गरेका थियौँ तर यति धेरै प्लेयर्सहरू थिएन त्यति बेला तर अहिले चाहिँ फर्स्ट बाबा हुँदै गर्दाखेरि हामी नेपालबाट बाल्टिमोरबाट होइन नेपाली हाम्रो एकदमै सिनियर खेलाडीहरू होइन एकदमै एक्सपिरियन्स खेलाडीहरू आउनु भएको छ उहाँहरूले पनि संलग्नता जनाइदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अनि हामी विभिन्न स्टेटबाट हामीसँग रोचेस्टर सिराकुस ह्यारिसबर्ग होइन अनि क्लिभल्यान्ड एक्रोन कोलम्बस सिन्सिनाटी अनिदेखि हुँदै केन्टकी धेरै सिटिजबाट हामीसँग खेलाडीहरू आउनु भएको छ र यहाँ केन्ट स्टेट युनिभर्सिटीमा पढ्नुहुने विद्यार्थीहरू पनि हामीसँग हुनुहुन्छ यो टोटली यो नेपाली भाषीहरूको लागि यो अर्गनाइज गरिएको एउटा ब्याडमिन्टन टुर्नामेन्ट हो प्लस हाम्रो अब कम्युनिटीमा एउटा ब्याडमिन्टन एउटा इन्भाइरोमेन्ट हुन्छ नि ब्याडमिन्टन कम्युनिटी पनि डेभलप गर्नु छ हामीसँग सक्कर खेलिरहेछ क्रिकेट खेलिरहेछ अरू गेम्सहरू खेलिरहेछ र ब्याडमिन्टन पनि एउटा यस्तो खालको गेम हो स्पोर्ट्स हो जसमा चाहिँ हामीले चाहिँ मजाले मनोरञ्जन लिन सक्छौँ प्लस फिटनेसको कुराहरू आउँछ होइन अनि हेल्थको कुराहरू आउँछ अनि अर्को कुराहरू यङ जेनेरेसनहरू पनि यस्तो मसिनो खेलाडीहरू अन्डर 16 को खेलाडीहरू आएर इन्ट्रेस्ट देखाएर खेलाइरहनु भएको छ त्यो यङ जेनेरेसनले नै इन्ट्रेस्ट गरेर आइरहनु भएको छ एउटा कम्युनिटी ब्याडमिन्टन कम्युनिटी बिल्ड हुँदैछ भेरी प्राउड हामी सबै खुसी छौँ अनि जे होस् अब एउटा नराम्रो इन्टेन्सनहरूबाट नराम्रो डिरेक्सनहरूबाट हाम्रो भाइ बहिनी पनि यसमा चाहिँ भएर इन्गेज हुँदाखेरि उनीहरूलाई एउटा मेन्टली फिजिकली होइन पनि यो हुने अनि प्रोफेसनली पनि उनीहरूले चाहिँ कुनै अब ओलम्पिकतिर जाने होइन युएस ओपनतिर जाने त्यो एउटा हुन्छ नि त्यो खालको पनि वातावरण होस् भन्ने हिसाबले हामीले गरिरहेको छौँ वी आर भेरी एक्साइटेड अब पोहोरको भन्दा यसपालि धेरै नै चाहिँ डेभलप भएर धेरै आज एबाउट 199 प्लेयर्स आर प्लेइङ हियर नाउ टुडे होइन अनि त्यो कुरा एकदमै प्राउड मुभमेन्ट अब च्यालेन्जेसहरू त छँदैछ विभिन्न सिटिजमा बसिन्छ कोही एक्रोन बसिन्छ कोही क्लिभल्यान्ड कोही ह्यारिसबर्ग कोही सिराकुस कोही केन्टकी कता कता बसिन्छ र यसरी बोर्डमा टाढा बसेर बोर्डमा काम गर्न सजिलो त हुन्न सबै सोसियल मिडियाको माध्यम अथवा इमेल्सको माध्यमबाट काम गरिन्छ च्यालेन्जेसहरू त डेफिनेटली हुन्छ र पनि साथीभाइको कोअपरेसन साथीभाइको सबैजनाको उत्तिकै इम्पोर्ट भएको कारणले गर्दाखेरि चाहिँ सम्भव भइरहेछ अब यसमा साथसाथै म डोनर्सहरूलाई पनि सम्झिन चाहन्छु डोनरहरू यदि डोनरहरू भइदिएन भने हामी जस्तो यो अर्गनाइज गरेर मात्रै काम छैन यदि फाइनेन्सियल सपोर्ट भइदिएन भने कम्युनिटीबाट एकदमै यस्तो खालको जुनै पनि प्रोग्रामहरू गर्नै सकिँदैन एउटा कम्युनिटीलाई रिभाइभ मतलब हुन्छ नि एउटा लाइभ राखिराख्नु लागि यो प्रोग्राम्सहरू चलिरहनुपर्छ होइन कम्युनिटीमा यसो चलाउनुको लागि डोनर्सहरूले निस्वार्थ रूपमा उनीहरूले पाउनु केही छैन कोहीले 5000 दिएको छ 500 दिएको छ कोहीले 1000 दिएको छ कोहीले 200 दिएको छ होइन कोहीले होइन त्यसरी अब कोहीले $100 दियो कोहीले $50 दिनुभएको छ उनीहरूको एउटा इन्ट्रेस्ट हो नि त कम्युनिटी केही गर्दैछ यिनीहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने खालको उनको छ नि त्यसलाई चाहिँ एकदमै स्याल्युट गर्छु र सबैजना प्लस अब तपाईँहरू जस्तो मिडिया हाम्रो मोसन क्यानभास र इन्द्रवती क्रिएसनलाई पनि सपोर्ट गरिदिनु भएको त्यत्तिकै नबोलिकन आएर तपाईँले यो गरिदिनु भएको छ त्यसको लागि त धेरै धेरै तपाईँहरू पनि धन्यवादीको पात्र हुनुहुन्छ
दाइ अर्को कुरा नि जस्तै अब हामीले धेरै वर्षदेखि अगाडिदेखि ब्याडमिन्टन खेलाउँदै आएको होइन खेल्दै आएको पनि हो र पार्टिसिपेन्टमा चाहिँ प्राय मेलहरू देखिन्थ्यो र फिमेल कम देखिन्थ्यो तर यसपालि धेरै देख्दाखेरि तपाईँलाई त्यो कतिको खुसी हुनुहुन्छ तपाईँ एकदमै एक्साइटेड मसिनो मसिनो सानो सानो यङ होइन गर्ल्सहरू आएर खेल्नु भएको छ प्लेयर्सहरू आएर खेल्नु भएको छ अनि स्पेसली वुमेन्सको डबल पनि राख्यौँ त्यो क्याटेगोरी पनि राख्यौँ यसपालि वुमेन्सको डबल्स खेलिरहनु भएको छ अनि प्लस वुमेन्स सिङ्गल्स छ यङ भाइ बहिनीहरू आएर खेल्नु भएको छ धेरैजनाको वुमेन्सहरूको पार्टिसिपेसन देख्दाखेरि पनि प्राउड एकदम खुसी लागेको छ ओके र अब भोलिको दिनमा जस्तै अब यो बाबाले चाहिँ जुन कार्यक्रम गर्दै जान्छ होइन यो प्रत्येक वर्ष आउने गर्छ कि यो कुनै एउटा हाम्रो प्लानिङ चाहिँ एभ्री इयर नै हो एभ्री इयर चाहिँ बाबाले एउटा मेन टुर्नामेन्ट यसरी राख्छ र यसको साथसाथमा लोकल क्लब्सहरूले पनि राख्ने गरेको छ जस्तै सिराकुसहरूले गर्छ क्लिभल्यान्डले गर्छ होइन एक्रोनले पनि हामीले गर्छौँ लोकल्ली पनि हामीले गर्छौँ तर यस्तै हिसाबले हुन्छ तर अब यसमा चाहिँ अब यो चाहिँ युज भएको कारणले गर्दाखेरि धेरै बाहिरबाट पनि आउनु भएको छ खेल्नेहरू हजुर खुसी छौँ हामी ओके थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच भाइ नमस्ते सबैजनालाई आज चाहिँ हामी यहाँनिर प्रत्यक्ष प्रसारणमा छौँ यहाँ चाहिँ हामी आजको यहाँ ब्याकग्राउन्डमा तपाईँहरू देख्दै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो ब्याडमिन्टन टुर्नामेन्ट हुँदैछ यो चाहिँ सबैभन्दा पहिलो फर्स्ट बाबा होइन बुटिनिस अमेरिकन ब्याडमिन्टन एसोसिएसन जुन चाहिँ 2020मा चाहिँ इस्टाब्लिस भएको छ र आज चाहिँ हाम्रो सबैभन्दा पहिलो टुर्नामेन्ट हुँदैछ र हामीसँग आज हाम्रो यस फर्स्ट टुर्नामेन्टको वान अफ द प्राउड स्पोन्सर हुनुहुन्छ र उहाँ एकजना खेलाडी पनि हुनुहुन्छ र उहाँको थोरै विचार हामी लिनेछौँ नमस्ते म टेक लेप्चा र आज बाबा बुटनिस अमेरिकन ब्याडमिन्टन एसोसिएसन ले चाहिँ फर्स्ट टुर्नामेन्ट चाहिँ एक्रोनमा अर्गनाइज गरेको छ र यसमा मैले पनि एउटा एज अ प्लेयर र सानो सहयोग गर्नु पाउँदा एज अ स्पोन्सर धेरै प्राउड फिल गरेको छु र मलाई एकदम खुसी लाग्छ कि यो चाहिँ हामीलाई चाहिँ हाम्रो हेल्थको लागि जति नै जे भए पनि हाम्रो कम्युनिटीमा या त्यसको लागि चाहिँ हेल्थको लागि चाहिँ धेरै नै राम्रो यो कुरो हो खेल्नुको लागि चाहिँ यो स्पोर्ट्स चाहिँ र एकदम खुसी लागिरहेछ बाबाले चाहिँ हामीलाई अर्गनाइज गरेर हाम्रो सोसाइटीमा र हामीलाई सबैलाई हाम्रो कम्युनिटीमा चाहिँ एज अ यो स्पोर्ट्स ल्याएर चाहिँ हामीलाई चाहिँ खुसी लागिरहेछ र आज यो बाबा चाहिँ इस्टाब्लिस भएको 2020मा हो र यसले चाहिँ एकदम हामीलाई यो फर्स्ट टुर्नामेन्ट भएको छ र एज अ प्लेयर पनि म एकदम खुसी र आइ एम भेरी एक्साइटेड छु धन्यवाद थ्याङ्क यू जस्तै पोहोर साल पनि भएको थियो होइन गत साल पनि भएको थियो र पोहोर सालको र अहिलेमा के डिफरेन्स पाउनुभयो तपाईँले अब यो यसमा चाहिँ के छ भने लास्ट इयर चाहिँ हाम्रै यहीँ सीमित एक्रोनकोले मात्रै गरेको अर्गनाइज गर्छौँ एक्रोनकोले गर्दाखेरि चाहिँ र अहिलेको यो चाहिँ बाबा भनेको चाहिँ हाम्रो यो बुटनिस जति पनि अमेरिकामा रहेको ब्याडमिन्टन प्लेयर्सको एउटा समूह हो यसले चाहिँ वृहत रूपमै गर्छ र धेरै हाम्रो अहिले अलिकति एडभान्स भएको छ यसमा पनि हाम्रो यो टुर्नामेन्ट पनि अलिकति अहिले हामीसँग मेरील्यान्डबाट पनि हुनुहुन्छ क्यान्टकीबाट हुनुहुन्छ कोलम्बसबाट हुनुहुन्छ सिराकोस न्युयोर्कबाट हुनुहुन्छ ह्यारिसबर्गबाट हुनुहुन्छ हाम्रो प्लेयर्सहरू र सबै हामी अहिले वृहत भएको छ त्यसै कारणले चाहिँ एकदम भेरी एक्साइटेड छौँ र एकदम यो चाहिँ धेरै नै लास्ट इयरको भन्दा धेरै हाम्रो प्रगति हुँदै गइरहेछ र तपाईँको एज अ खेलाडी होइन तपाईँले भन्नुपर्दाखेरि चाहिँ जो नयाँ इच्छुक खेलाडीहरू हुनुहुन्छ जसले चाहिँ एउटा अवसर खोजिरहेको छ उहाँहरूलाई के भन्नुहुन्छ तपाईँको सन्देश के यो चाहिँ भनेको म पनि त्यो पहिल्यै खेलेको चाहिँ मान्छे होइन मैले पनि यहीँ आएर अब एक्सर्साइज गर्नु यो धेरै राम्रो एक्सर्साइज हुन्छ हाम्रो लागि चाहिँ हाम्रो बडीको लागि र अलिकति टाइम निकालेर
अहिले चाहिँ यहाँ हामी चाहिँ मैले चाहिँ के गर्छु भने यहाँ क्यान्टमा युनिभर्सिटीमा चाहिँ रिक्रिएसन सेन्टर छ त्यहाँ हामी ग्रुप मिलेर चाहिँ हामीले त्यहाँनिर मेम्बरसिप गरेको छौँ र त्यहाँ चाहिँ कोर्ट छ हाम्रो लागि र अब त्यहाँ चाहिँ गएर हामी खेल्नु सक्छौँ र जो कोही इच्छुक हुनुहुन्छ हामीसँग यहाँ बाबाको हाम्रो प्रेसिडेन्ट या हाम्रो यहाँ जति पनि ब्याडमिन्टन प्लेयर्स हुनुहुन्छ उहाँसँग कन्ट्याक्ट गर्नुभयो भने सबै हाम्रो साथीहरू चाहिँ उहाँ त्यो रिक्रिएसन सेन्टरमा गएर हामी प्र्याक्टिस गर्छौँ र यो चाहिँ भेरी गुड फर हेल्थ। ओके र अर्को कुरा तपाईँले खेलि पनि सक्नुभयो होला आज कतिवटा गेम खेलिसक्नुभयो? मैले 2टा खेलेँ अब हाम्रो त्यो चाहिँ लिग भएको थियो र अब नकआउटको लागि खेल्दैछु डबलमा र सिङ्गलमा अब सिङ्गल पनि खेल्दैछु। सिङ्गल चाहिँ खेल्नु भएको छैन अहिले? छैन। अब खेल्नु तपाईँसँग खेल्ने चाहिँ को छ तपाईँको प्रतिस्पर्धी चाहिँ? मेरो सिङ्गलमा सिङ्गलमा चाहिँ अहिले अम्बर साउदेन हुनुहुन्छ उहाँ एकदम कतिको तपाईँलाई चाहिँ आँट आइरहेछ कि यो आजको गेम चाहिँ मेरै हुन्छ भन्ने के छ तपाईँको? जो पनि खेलाडी एउटा प्लेयर्स चाहिँ जो पनि ग्राउन्डमा या फिल्डमा या कोर्टमा पसेपछि जित्छु भन्ने लाग्छ, हार्छु भन्ने लाग्दैन। र पनि एज अ फ्रेन्डली होइन एउटा हाम्रो साथीमा राम्रो खेल्ने हो, टेक्निकल गेम खेल्ने हो, कोसिस गर्ने हो, जित्ने कोसिस, हारियो भने पनि इट्स ओके भनेपछि आशावादी त हुनुहुन्छ? एकदम धेरै आशा छ। ल ठिक छ, धन्यवाद तपाईँलाई है। थ्याङ्क यू।